बडाउन नमस्कार। अहिले चाहिँ हामीसँग यो हनरको X9B लागेको छ। यो चाहिँ खोल्ने तरिका अलिक फरक छ है हनरको मोबाइलहरू जस्तो अरूको चाहिँ नर्मली ब्याक ग्लासहरू यहाँबाट डाइरेक्ट खोलिन्छ भने त्यसको लागि चाहिँ पहिला यो ढक्कन खोलेर यहाँ चाहिँ एउटा स्क्रु हुन्छ, यो चाहिँ खोल्नु जरुरी छ है। त्यो खोलिसकेपछि त्यसपछि बल्ल तपाईँको ब्याक ग्लास खोल्न मिल्छ अनि बल्ल तपाईँको डिस्प्ले अगाडि चाहिँ चेन्ज गर्नलाई यो चाहिँ यसरी यहाँबाट फुटेको छ चेन्ज गर्न मिल्छ है। डिस्कलर भयो त यार नट हुन्छ तर नट खोल्नु पऱ्यो होइन। चाहिँ अलरेडी पुगिसकेको छ डिस्प्ले यो हालत त्यसपछि टिक गर्नु होला। त्यसपछि अब हामी बोर्डको छिटो है।